आफ्नो सोसियल एकाउन्ट अथवा फेसबुक, इन्स्टाग्राम अथवा कुनै पनि चिजको पासवर्ड राख्दाखेरि कसरी राख्ने भनेर म तपाईँलाई भन्न गइरहेको छु। आफूले आफ्नो एकाउन्टको पासवर्ड राख्दाखेरि 10 अक्षर, अङ्क, क्यापिटल लेटर, स्मल लेटर, स्पेसल क्यारेक्टर लेटर मिलाएर राख्नुपर्ने हुन्छ। पासवर्ड राख्दाखेरि कहिले पनि सकेसम्म आफ्नो युजर नेम अथवा आफ्नो नामसँग म्याच हुने पासवर्ड राख्नु हुँदैन। सकेसम्म पासवर्ड राख्दाखेरि कुनै पनि शब्दकोश अथवा सजिलै अरूले अड्कल गर्न नसक्ने पासवर्ड राख्नुपर्छ। आफ्नो पासवर्ड राख्दाखेरि आफ्नो घर परिवार, साथीभाइ, आफन्तजन, आफ्नो मोबाइल नम्बर अथवा सजिलै पत्ता लाग्ने आफ्नो जन्म मिति अथवा 1 2 3 3 2 1 त्यस्तो टाइपको राख्नु हुँदैन। आफूले पासवर्ड राख्दाखेरि एउटै पासवर्डलाई धेरै ठाउँमा एउटै पासवर्ड राख्नु हुँदैन। जस्तै तपाईँहरूले आफ्नो मोबाइल ब्याङ्किङ पासवर्ड छुट्टै, आफ्नो फेसबुक, इन्स्टाग्रामको पासवर्ड छुट्टै, त्यसरी मिलाएर राख्नुपर्ने हुन्छ। र सकेसम्म आफ्नो पासवर्डलाई 3 महिनामा परिवर्तन गरिरहनु पर्ने हुन्छ। पासवर्ड 3 महिनामा चेन्ज गरिराख्यो भने आफ्नो पासवर्ड कसैले थाहा पाइहाल्यो अथवा कतै लिक भइहाल्यो भने चेन्ज भइहाल्छ। त्यसले तपाईँको एकाउन्टबाट ह्याक हुने सम्भावना हुँदैन। आफ्नो पासवर्डलाई एकदम आफूले गोप्य राख्नुहोस्। आफ्नो साथीभाइ, इष्टमित्र, छरछिमेक आफ्नो कसैलाई पनि पासवर्ड नदिनुहोस्। पासवर्ड भनेको आफूले सिङ्गल प्रयोग गर्ने कुरो भएकाले कसैलाई पनि पासवर्ड नदिनुहोस्। आफ्नो पासवर्ड स्ट्रङ राखिसकेपछि आफ्नो एकाउन्टलाई सुरक्षित राख्नको लागि तपाईँहरूले मल्टिफ्याक्टर अथेन्टिकेसन हुन्छ। त्यसको लागि आफ्नो फिङ्गरप्रिन्ट, पिनकोड, मोबाइल नम्बर, ओटिपी जस्ता कुरामा तपाईँहरूले त्यो पासवर्ड हानिसकेपछि त्यसमा फेरि पनि आफ्नो ओटिपी कोड आओस् त्यस्तो खालको पासवर्ड, ओटिपी 2 स्टेप भेरिफिकेसन राख्नुपर्ने हुन्छ। त्यसरी राख्दाखेरि तपाईँको एकाउन्ट सुरक्षित हुन्छ।